शिक्षाको कमी छ, छोरी मान्छेहरू मात्रै गाउँमा बसिरहेका छन्। आज पल्लो घरे नरेको घरमा पनि बुढा बा बित्नुभयो, मलानीमा 2-4 जना मात्रै थिए। शङ्ख फुक्ने र सब बोक्ने पनि मान्छे नपाएको अवस्था यो देश। कहिले यो सुन्दर नगरी बन्ला यो देश, प्रकृतिको धनी यो देश। ती बुढा बाको सपना कस्तो थियो होला, छोरा नातिहरूलाई आफ्नै देशमा सजाएर राख्नुला, आफ्नै देशको माटोमा हुर्काउँला बढाउँला। लास्टमा यी बुढाबा मात्रै एक्लै आलीका डिलडिलमा लखर लखर हिँड्ने अवस्थामा पुगेको गरेको छ। दुःख पोख्ने चौतारी पनि त ढालिदिए। हरिहरि फुलहरूका देश, जहाँ आफ्नो सपना आफैसँग सीमित राखेर मसलबारसम्म जान पर्ने अवस्था यो देशमा सपना नदेख्ने कुरै छैन। केरामा आत्मनिर्भर भएको यो देश नेपाल हेर्नुहोस् त, जहाँ तहाँ केराका फाँटहरू छन्, लटरममा केरा फलेका छन्। हिउँद बर्खा झरी केही नबनिकन निस्वार्थ फल्ने केराका बोटहरूले पनि सराप नै छन्। कालाबाजारी तथा भ्रष्टाचारी घुसखोरी जस्ता पिपासुहरूले भरिएको संसारलाई आज विदेशी केराहरूको चङ्गोलमा पर्नु परेको छ। विविधतामा भरिएको यो मेरो सानो सुन्दर फुलबारी नेपाललाई खै कसको नजर लाग्यो आज? जहाँ हेऱ्यो जहाँ स्वार्थ र सामन्ती मात्रै छन्, जहाँ हेऱ्यो जहाँ झोला र भोका मात्रै छन्। थोरै पैसामा बिक्ने हामी स्वाभिमान नेपालीहरू आज समय र परिस्थिति अनुसार चल्न नसकेका हौँ कि? हेर्नुहोस् त, कुनै फाँटमा यस्तो अवस्था छ, कुनै फाँटमा त्यस्तो अवस्था छ। मान्छे पनि त समान हुँदैनन्। यी हरिया घाँसका मैदानहरू आज फुङ्ग गरी सुकेका छन्। प्रकृतिले पनि कुल्टे फेर्दै गएको छ। जीव जगत जनावर पाल्ने यो हरिया घाँसका मैदान आज अँध्यारा र अन्धकारमय बनेका छन्, सुक्खामय बनेका छन्। देश र जनताहरूलाई सुखी सपना देखाउने भ्रष्ट र सामन्ती नेताहरू पनि आज कता हो कता लुकेका छन्। सुन्दर भविष्य देख्ने यी साना मुनाहरूको के दोष? भोलि मेरो बाबाले के गर्न सक्लान् नसक्लान्।